कैलाली क्षेत्र नम्बर 5 को स्वतन्त्र उम्मेदवार। यो सर्वप्रथम त यो आयोजना गर्ने आयोजक टिम धनगढी उपमहानगरपालिका परिवारलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यसपछि चाहिँ यो कार्यक्रम फेरि निरन्तरताका लागि पनि सधैँभरि यो कार्यक्रम निरन्तर रहिरहोस् भन्नेमा पनि म आशावादी छौँ। यो मैले सबै स्टलहरू भ्रमण गरेँ, राम्रो छ। हामीले चाहिँ विशेष शिव अवसर र हाम्रो बजार व्यवस्थापन, बजार यसको सबैभन्दा ठुलो पाटो हो। त्यसैले चाहिँ म यो निरन्तर कार्यक्रम चाहिँ भइरहोस्, यसमा चाहिँ हाम्रो यो धनगढी उपमहानगरपालिका परिवारलाई सहित धेरै धेरै धन्यवाद दिँदै आगामी दिनहरूमा पनि यो कार्यक्रमको निरन्तरता रहिरहोस् भन्ने आफ्नो केही भनाइ यहाँ राख्दै बिदा हुन्छु। धन्यवाद, नमस्कार। किनकि यो चुनावको दौरान स्वतन्त्र गरी काम त गरेको है। कति ट्रेनिङ गर्नुभएको? लेभल 2 सम्म चाहिँ अब कम्प्लिट हुन्छ। लेभल 3 को चाहिँ प्रायः मान्छे नेपालमा अहिले तपाईँको होइन यदि चाह्यो भने त्यसलाई चाहिँ गर्नुपर्ने हुन्छ। तर होइन, यो छ नि, यो धनगढी छ नि, धनगढीमा सबैभन्दा पहिले इलेक्ट्रिक भेहिकल किन्ने मान्छे म बोल्छु। त्यसको बारेमा मलाई इन्ट्रेस्ट छ नि त। तपाईँले सक्नुहुन्छ त अब यो गाडीहरू बनाउनु या अब यो मैले बुझेँ, तपाईँको कुरा बुझेँ। तपाईँ लेभल 2 सम्म भन्नुभएको रहेछ। आज तपाईँले के गर्नुपर्छ बुझ्यो। अब